आई वाच द 50 सो इट वाज सो फन टु वाच एकैछिनमा एपिसोड सक्यो कति छिटो सक्यो एपिसोड त्यो पनि मैले थाहा नै पाइनँ कि सो आई एम जस्ट वेटिङ फर एनदर एपिसोड सो फर्स्ट एपिसोडमा के भयो त मैले भनिहाल्छु है त फर्स्टमा 50जना कन्टेस्टेन्टको चाहिँ एन्ट्री हुन्छ त्यसपछि लायनले 10जना क्याप्टेनलाई चुज गर्छ अनि 10जना क्याप्टेनले चाहिँ 5-5जनाको टिम बनाउनु पर्ने हुन्छ अनि हिमेश रेशमियाको इन्ट्री हुन्छ उसले गीत गाउँछ गीत गाइसकेपछि कन्टेस्टेन्टहरूले आफ्नो टिम वाइज टास्क गर्नुपर्छ सबैले राम्रैसँग टास्क गर्छन् तर उर्वशीलाई चाहिँ अलिकति टास्क गर्न गाह्रो हुन्छ त्यही पनि उसलाई सबैले हेल्प गरेपछि उसले टास्क कम्प्लिट गर्छ टास्क गर्नलाई कुदिरहेको बेलामा सिद्धार्थ र करण चाहिँ ठोक अनि दुईजनाले झगडा गर्छन् एकअर्कासँग राम्रै झगडा पर्छ यिनीहरूको भर्बल झगडा पर्छ त्यतिकैमा टास्क सकिन्छ 5वटा टिमले जित्छ 5वटा टिमले हार्छ जितेको टिम सेफ साइडमा बस्छ नजितेको टिमलाई चाहिँ लाइन एउटा चान्स दिन्छ जहाँ चाहिँ म्युजिकल चेयर खेल्नुपर्ने हुन्छ अनि 25जनामा 15जना सेभ हुने 10जना अनसेभ हुने हुन्छन् त्यसपछि त्यो अनसेफ 10जना मध्येमा चाहिँ क्याप्टेनहरूले चुज गर्नुपर्ने हुन्छ कुनलाई चाहिँ आउट गर्ने भनेर है एकजनालाई चाहिँ एक्जिट गराउनै पर्ने छ यो एपिसोडमा त्यही मेनली चाहिँ करण पटेल र प्रिन्स नरुलाले वंशराजलाई टार्गेट गर्छन् र वंशराजलाई उडाउँछन् अनि रिजन चाहिँ कस्तो फुद्दु रिजन दिन्छन् क्या उनीहरूले सोसियल राम्ररी भएन अरे वंश त्यही भएर उसलाई निकालेको अरे लाइक सिरियल त्यसपछि सपना र खान्जतले चाहिँ आवाज उठाउँछन् यसरी त गर्नु हुँदैन भनेर त्यही पनि उनीहरूले सुन्दैनन् सो वंश चाहिँ एक्जिट हुन्छ अनि त्यसपछि सबैजना महलभित्र जान्छन् महलभित्र गएपछि चाहिँ कसले फास्ट टास्क गरेको थियो भन्ने हुन्छ त्यसमा प्रिन्सले टास्क सबभन्दा फास्टेस्ट गरेको हुन्छ अनि उसको फ्यानलाई चाहिँ प्राइज पाउने हुन्छ आफ्टर द्याट प्रिन्स र म्याक्सटनको कुरा देखाइन्छ जहाँनिर चाहिँ प्रिन्सले चाहिँ एल्भिसलाई ड्र्याग गर्छ आई डोन्ट थिङ्क यो चाहिँ सुइटेबल थियो यहाँनिर कुरा गर्नलाई अर्को के कुरा मैले छुट्याएको छु भन्दाखेरि रजत दलालको इन्ट्री उसको इन्ट्रीमा चाहिँ उसले के भन्छ भने यहाँनिर त कुट्न पाइँदैन यहाँनिर कानुन छ यता त्यता भनेर भन्छ यस्तो भन्ने हो र इन्ट्रीमै एनिवे आजको एपिसोड त एकैछिनमा सक्यो होइन आई एम वेटिङ फर द नेक्स्ट एपिसोड अनि नेक्स्ट एपिसोडमा चाहिँ रजत दलाल र दिग्विजयको फाइट पर्ने हुन्छ सो लेट्स सी के हुन्छ